चिकन मजाले है पिरो भयो चिकन चाहिँ हाम्रो एकदम लोकल कुखुरा भएर धेरै हड्डी भयो क्या चपाउन गाह्रो भयो interesting also Wow, very delicious food. चिकन खान चाहिँ गाह्रो भयो क्या लोकल भएर है यति चाहिँ सक्दिनँ गाइस नसकिने नै भयो onion salad wow पिरो भयो this is kimchi नसक्ने भयो गाइस एउटा लसुन खान्छु ल मेरो लसुन त यहाँको अता पर्छ यो चाहिँ लसुन हो गार्लिक दिस इज गार्लिक पिरो भयो एकदम फ्रेस फिल गरायो उसले चाहिँ खाइरहेछ मेरो चाहिँ पुरा छ कम छ तर पनि खान सकिन एकदमै स्पाइसी भइरहेछ गाइस हो
एकदम लो क्वालिटीमा छ बाहिर भिडियो बनाउँ भने धेरै नै घाम लागिरहेछ त्यही भएर हामी चाहिँ यहाँ भित्रै बनाइरहेछौँ हाम्रो चाहिँ एकदमै ओल्डेस्ट रुम छ यो चाहिँ रेन्टको रुम हो ल गाइस आज चाहिँ हाम्रो स्याटरडे एकदमै इन्जोयफुल भयो किनभने हाम्रो आज अफिस पनि बिदा थियो अनि एकदम चिल आउट तरिकाले हामीले चाहिँ यो मुकबाङ गऱ्यौँ यहाँनिर यति धेरै सलाद छ अनि किम्ची कति धेरै छ खान सकिएन लेमन बाई गाइस बाई बाई हामीले चाहिँ लोकल कुखुरा अझै खाने थियौँ तर हिजो हामीले चाहिँ 1 केजीभन्दा बढी कुखुराको मासु खाइसकेको थियौँ त्यही भएर आज अलिक चपाउनु गाह्रो भयो किनभने अझै यसमा हड्डी छ क्या हामीले त मासु छानेर राखेको थियौँ र पनि यस्तो मासुदेखि नै भित्र चाहिँ हड्डी रहेको छ त्यही भएर पुरा लोकल कुखुरा हो एकदम फ्रेस कुखुरा हो एकदम सारो छ मासु अब चाहिँ यो चाहिँ दामी भयो लिएर आइज तपाईँले कसम बिना यो चाहिँ भिडियो अहिले पहिलाको भन्दा त नि